सो हेलो एन्ड नमस्ते सबैजना साथीहरूलाई वेलकम छ माई फर्स्ट मिनी ब्लगमा। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि साथीहरू बेल आइकन दबाउन चाहिँ नबिर्सिनु होला, सब्सक्राइब चाहिँ गरिदिनु होला। आइरहेकन म चाहिँ भिडियो बनाउँदैछु होइन। भर्खर उठेको साथीहरू म चाहिँ, अनि मेरो चाहिँ यहाँनिर घरमा बहिनीहरू आएको छ। सो हेलो एन्ड नमस्ते सबैजना साथीहरूलाई वेलकम छ माई फर्स्ट मिनी ब्लगमा। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि साथीहरू बेल आइकन दबाउन चाहिँ नबिर्सिनु होला, सब्सक्राइब चाहिँ गरिदिनु होला। आइरहेकन म चाहिँ भिडियो बनाउँदैछु होइन। भर्खर उठेको साथीहरू म चाहिँ, अनि मेरो चाहिँ यहाँनिर घरमा बहिनीहरू आएको छ। यहाँ छन्, यो चाहिँ मेरो दिदीको छोरी, यहाँ छिन् मेरो कान्छु बहिनी, भर्खर उठेका हुन्। अनि साथीहरू अनि यहाँ मैले चाहिँ भुइँमा पनि ओछ्यान लगाएको छु, किनकि यिनीहरू यता सुत्न मान्दैन नि त, अर्को कोठामा सुत्नै मानेन यिनीहरू। अनि यहाँ यिनीहरूकै अगाडि हामीले यहाँनिर नि ओछ्यान लगाएको, यिनीहरूको ओछ्यान चाहिँ हेर भद्रगोर भएको छ साथीहरू। अनि हामी चाहिँ भर्खर उठेको, हामी दुईजना चाहिँ तिनजना। अनि साथीहरू आज चाहिँ हामी के गर्छौँ के गर्दैनौँ भनेर देखाउँछौँ। लेट्स सी। अब चाहिँ बहिनीहरूलाई म मुख धुन लगाउँछु, अनि बहिनीहरूले मुख धोइसकेर अनि टोइलेटहरू सरसफाइ गर्छु। अनि आज म के गर्छु, मेरो दिन कसरी बित्छ भनेर हजुरहरूलाई देखाउँछु। अवश्य पनि हेरेर इन्जोय। अनि साथीहरू मैले चाहिँ आज फ्राई राइस बनाएको, खाना खान मन गरेनन् केटाकेटीहरू। अनि भात सात पकाएर फ्राई राइस टक्कसँग बनाइदिएको छु। अब म चाहिँ पस्किन्छु। मैले चाहिँ हामी तिनजनाको लागि रेडी पनि पारिसकेँ। अब हामी चाहिँ खान्छौँ साथीहरू। हामी फ्राई राइस खान्छौँ साथीहरू। म चाहिँ किन यसरी मुढामा बसेको भन्नुहुन्छ भने, अब देख्नुभएको छ छैन, तर म चाहिँ मुढामा बसेको छु किनभने चाहिँ आज हाम्रो डाइनिङ टेबल आउँदैछ। डाइनिङ टेबल अस्तिको डाइनिङ टेबलै भाँचिएर साथीहरू, के भन्ने र डाइनिङ टेबलै भाँचियो। अनि हाम्रो चाहिँ अब नयाँ डाइनिङ टेबल आज आउँदैछ, त्यही भएर आज चाहिँ म तपाईँहरूलाई सबै थोक देखाउनेवाला पनि छु। अनि अब हामी फ्राइड राइस खान्छौँ, अनि त्यसपछि बोल्छौँ है। ओके बाई। अहिले चाहिँ दिउँसोको 2 बजिसक्यो। म चाहिँ यो के अरे काजु र बदाम भुट्दैछु साथीहरू। हामी चाहिँ आज आइसक्रिम बनाउनु लागेको, मेरो बहिनी चाहिँ दुध ल्याउन गएको थिएँ। आज चाहिँ कहाँबाट जागर चल्यो क्या, हामीसँग यति नै थियो काजु र बदाम, अनि यति नै भए पनि मिसाउनुपर्छ भनेर हामी चाहिँ भुट्दैछौँ। म चाहिँ भुट्दैछु। कराई चाहिँ इग्नोर हाल्नु ल, कति पहेँलो भन्नुहुन्छ होला। यो कराई चाहिँ मैले कति भइसक्यो क्या नमाजी गरेको, लास्टमा यस्तो भएको रहेछ। अनि यसैमा भुटिदिन्छु हौ भनेर अब यो कराई सफा गर्नको लागि यसमै भुटेर सफा गर्छु भनेर यहाँ म चाहिँ भुट्न लाग्दैछु साथीहरू। एकपट्टि यस्तो मजाले चिया उम्लिरहेको छ होइन, यस्तो मजाले एकपट्टि यता दुध उम्लिँदैछ। यहाँ ग्यास सानो ग्यास सानो बनाएर यता चाहिँ दुध उमाल्दैछु, यता चिया उमाल्दैछु साथीहरू। म चाहिँ चिया खान्छु। यो दुध चाहिँ आइसक्रिम बनाउनको लागि हो। बहिनीहरूले चाहिँ चिया खाँदैनन्, म मात्रै खान्छु। यो चाहिँ सब उम्लेर यहाँ माथिसम्म आएको छ क्या, उम्लेर माथिसम्म आयो हो। पखेर म खान्छु। अब चिया चाहिँ यति भएको छ होइन, कराईमा चाहिँ कम्ता धेरै देखेको थिएन। आज चाहिँ म यो कराई टल्काउनेवाला छु। यो चाहिँ मैले कति भयो खाना यसमा सब्जीहरू नपकाएको। अनि यहाँनिर अब म दुध पाउडर हाल्नु लागेको, बहिनीहरूलाई पठाएको छु पाउडर ल्याउनको लागि। आइसकेछ पक्नै आइन कान्छु दुध पाउडर लिएर। थ्याङ्क यू। यही हो र दुध पाउडर? यही भन्नुभयो? ए यहाँ रहेछ दुध पाउडर। अहिले त यस्तोमा आउनु थालेछ, पहिला त निलो कलरकोमा आउँथ्यो, अहिले यस्तोमा आउनु थालेछ हो। ल बहिनीले दुध पाउडर ल्याइन्। अब म यो दुध पाउडर यहाँ लगाउँछु, यहाँनिर लगाउँछु। यहाँ मैले चाहिँ यसरी आइसक्रिम बनाएर फ्रिजमा हालेको छु। अब हेरौँ कस्तो हुन्छ। भर्खरै हालेको। यहाँ यता एक पटुका छ। म चाहिँ होइन नुहाएर पनि फ्रेस भइसकेँ है। म चाहिँ अहिले भर्खर नुहाइधुवाइ गरेँ। अनि मेरो बुढाले माछा ल्याइदिनु भएको छ, म चाहिँ तपाईँहरूलाई माछा देखाउँछु ल। आज दिउँसो है मेरो बहिनी चाहिँ यसरी भुइँमा मस्तसँग सुतेकी छिन्, मेरो कान्छी बहिनी चाहिँ। म चाहिँ गएँ माछा देखाउन साथीहरू। अहिले भर्खर मैले मेल्ट गरेर टक्कसँग राखेको छु। वाउ छ क्या, माछा पनि कस्तो टल्क्यो है साथीहरू। यस्तो मजाले मैले मेल्ट गरेर राखेको छु। अब म यो टक्कसँगले फ्राई गर्छु अनि हजुरहरूलाई देखाउँछु।
अब यसमा खाना बसाउँछु। साथीहरू एकदमै धेरै रमाइलो भइरहेको छ आफूलाई चाहिँ होइन। म चाहिँ यहाँ अब टक्कसँगले फ्रेस पनि भइसकेको छु। म फ्रेस भइसकेँ। अब 5, 5:30, 6 बज्न लागिसक्यो। अब चाहिँ म टक्कसँग खाना पकाउन रेडी गर्दैछु। खानासाना सब रेडी पारिसकेँ। अब म खानासाना पकाउँछु अनि तपाईँलाई देखाउँछु ल। मेरो बुढा चाहिँ आएर पनि गइसक्नु भयो। अल्छी लागिरहेको थियो अनि अब 6 बजिसक्यो नि त। अनि त्यही भएर अब खानासाना पकाउँछु अनि भरे देखाउँछु। बा हेलो, मैले चाहिँ बनाएर आइसक्रिम पनि बनाएर रेडी पारिसकेँ। अघि दिउँसो बनाएको थिएँ, अहिले बनिसकेको छ। यसमा चाहिँ आँप लगाएको छु अनि यो के मैले चाहिँ यहाँ आइसक्रिम पनि बनाएर रेडी पारिसकेँ। केटीहरूले पनि खाइसकेँ होइन। म चाहिँ भर्खर उठेर खाँदैछु। अनि मैले चाहिँ यसमा काजु बदाम अनि आँप अनि दुध मजाले पकाएर, चिनी र दुध पकाएर हल्का होइन, मतलब हल्का उयो हुँदाखेरि पिसेर मजासँगले बनाएर राखेको थिएँ। आज अहिले फ्रिज भइसकेको छ। म चाहिँ खान्छु ल। कस्तो भएको छ ट्राई गर्छु। यस्तो नरम बनेको छ क्या। हेर्नु न, यस्तो मजाले दोकानबाट किनेको आइसक्रिम जस्तै क्या। केटीहरूले त मिठो छ दिदी भन्दै खाइरहेको थिएँ। यसरी बट्टा अस्ति ल्याएको थियौँ, मैले त्यही बट्टामा हालेको थिएँ हामीले। कस्तो मिठो भएछ नि हो। काजु बदाम हालेको छ क्या। अनि आँप दुध बाक्लो हुन्जेल पकाएर, चिनी र दुध पकाएर हालेको। अनि मिक्सरमा भएँ पारेर राख्दा पनि यस्तो मिठो हुने रहेछ आइसक्रिम। बरफवालामा बनाउनु मन थियो, बरफवाला बनाउनु मन थियो, बट्टै छैन। अस्ति डिपार्टमेन्टमा गएको, बट्टै पाइनँ। हेलो हेलो, मेरो बुढाले चाहिँ होइन, मैले बिहानदेखि भनिरहेको थिएँ नि डाइनिङ टेबल ल्याउनुहुन्छ भनेर है। कुर्सी चाहिँ यस्तो खालको ल्याउनु भएको छ। यहाँ डाइनिङ टेबल यहाँ जोइन गर्नुहुन्छ। अब गोलो खालको डाइनिङ टेबल ल्याउनु भएछ उहाँले चाहिँ। ठिकै छ, सानो ठाउँ छ नि त। अनि यता किचनमा हामीले एउटा खाट राखेको छौँ। अब यो सब सरसफाइ गर्नु छ। बिचरा मेरो बुढा गर्मीमा पसिनै सरी भएर काम गर्दै हुनुहुन्छ। यता डाइनिङ टेबल जोइन गरिदिँदै हुनुहुन्छ। अब जोइनिङ गरिदिँदै हुनुहुन्छ। यति भएपछि माम खानुमै सजिलो। हाम्रो डाइनिङ टेबल भाँचेर यहाँ कुर्सी पनि भाँचिरहेको छ। अब यस्तो खालको 2टा कुर्सी ल्याउनुपर्छ ल। यताउति बस्नको लागि सजिलो हुन्छ। अनि यहाँनिर बहिनीहरू छन्, यिनीहरूलाई टक्कै यहाँ भुइँमा नि ओछ्यान लगाइएको छ, बिजोक छ। अब सब सरसफाइ गर्छु। सबै सरसफाइ गर्नु छ है। कोठाको हालत यस्तो भएको छ। अब यो कार्टुन बाहिर लगेर फ्यालिदिने हो। म चाहिँ खाना सब्जी नि पकाउँदैछु है साथीहरू, म देखाउँछु ल। ए यो प्लास्टिक छ त, यो काटेँ न, यसरी बिचमा काटेर लगेर गर्दा हुन्छ। ए हुन्छ। यहाँनिर माछा फ्राई हो। यो चाहिँ माछा फ्राई छ। अनि यहाँनिर माछाको टाउकोहरू चाहिँ म चाहिँ जहिले पनि यहाँ हालेर उमाल्छु, दामी हुन्छ। अनि वाउ, कस्तो राम्रो भयो खै। वाउ, राम्रो भयो साथीहरू। फाइनली डाइनिङ टेबल चाहिँ रेडी भइसक्यो हाम्रो। मेरो चाहिँ यता माछा पनि रेडी भइसकेको छ। मेरो कान्छी बहिनीले चाहिँ माछा खाँदिनँ, अनि त्यही भएर उसको लागि त्यस्तो मजाले भात फ्राई गरिदिएँ। मटरसटर अलिअलि भिजाएर राखेको थिएँ। अनि सबै पारेर उसको लागि चाहिँ फ्राई गरिदिएको छु साथीहरू। अनि यहाँ छ चिप्स फ्राई गरेको छु। के अरे नानी, फेरि भन् त। साथीहरू, मैले साउने चुरा लगाइसकेँ। तपाईँहरू पनि लगाउनु होला, कमेन्टमा भन्नु ल। कुकुरले लगाउनु पनि हाल्नु। मैले त लगाइसकेँ साउने चुरा है साथीहरू। टक्क। अनि सोफो तिमी पनि केही भन। हो वा, सबले लगाइएको छ। अनि यता मेरो कान्छी बहिनीको लागि चाहिँ फ्राई राइस रेडी हुँदैछ होइन। कस्तो फ्राई राइस रेडी हुँदैछ। अनि मेरो लागि चाहिँ यहाँ माछा, हामी सबैको लागि चाहिँ यहाँ माछा, वाउ, ग्रेभीवाला माछा रेडी भएको छ। अनि यहाँ छ फ्राई गरेको माछा अलिकति। अब यहाँ बहिनीको फ्राई राइस पनि रेडी भइसक्यो। बहिनीको पनि रेडी भइसक्यो। अब यो छोडिदिउँ एकछिन। अनि ओइ, के गरेको? आज मेरो दिदी भेनाले ल्याएको है साथीहरू टेबल।
कस्तो लाग्यो भन्नुहोस् वाउ अब यहाँ चाहिँ स्कुलमा चाहिँ मासु गरम गरम खाने यहाँ बस तिमी खाँदैनौ त के खान्छौ माछा खान्छौ खाऊ न त ल भिडियोको लागि भए पनि खाइदेऊ माछा ल आहा हाम्रो गिर्सुले माछा खान्छ अरे सोफु तिमी त खान्छौ नि तिमी त माछा भात खान्छौ कपाल चाहिँ के हो त नि त्यस्तो झन् मैले कोरेर सनक्क पारिदिन्छु पंक्स काटेको नकालिनु पर्यो पर बाबा पर नक्कली छौ नि त राम्री चाहिँ हाम्रो गिर्सु होइन होला यत्रो उमेरमा त नक्कली त हुनुपर्छ नि साथीहरू बुढी पछि कसरी नक्कली हुनु तपाईँले कुरा काटिहाल्छन् बुढी भएपछि नक्कली हुनु अनि अरू नक्कली हुनु होला नि अनि अरू सोफु तिमी केही भन्छौ के भन्छौ त अनि हामी त जहिले नै हामी त नक्कली हुन्छौँ हो पेट हुँदा त नक्कली पनि हुनै सक्दैन हो पेट भएपछि बस न कुर्सीमा बस राजा नयाँ आज चाहिँ हाम्रो भर्खर आज फर्स्ट टाइम यहाँ पुरानो डाइनिङ टेबल चाहिँ सबै पुरानो भएर खुर्किएर कस्तो भइसकेको थियो अनि त्यही भएर आज हामीले नयाँ डाइनिङ टेबल ल्याएको छौँ अनि आज चाहिँ नयाँ डाइनिङ टेबलको उद्घाटन माछा भात खाएर होइन कान्छु हो कि होइन यहाँ फलफुल अब टक्क फलफुलको यहाँ नामहरू ल्याइसक्यो यो फुड चाहिँ मैले खाइसकेको यो भएको सबै खाइसकेको हामीले खाएको होइन सबै खाएको यो त के हो खाएको नानी त सबै फलफुल यो अङ्गुर हो जेरी कालो जेरी यो ल ल ल ल तिमी कतिमा पढ्छौ कृषिका पहिला सुरुमा उहाँदेखि हुन्छ तपाईँको नाम के हो तपाईँको इन्ट्रोडक्सन दिनु मेरो नाम कृषिका लोखार भन न फेरि ल मेरो नाम चाहिँ कृषिका लोखार मेरो घर चाहिँ कालीझोडा झापामा छ अनि मेरो स्कुलको नाम चाहिँ श्री कालिका आधारभूत विद्यालयमा पर्छ अनि म चाहिँ कक्षा 4मा पढ्छु है साथीहरू म त पढ्नमा पनि ट्यालेन्ट छु तर अलिअलि चाहिँ मिस्टेक छु मलाई किनकि म्याथमा मात्रै आउँदैन अरू सबमा आउँछ र इङ्ग्लिसमा पनि आउँदैन है साथीहरू अलिअलि बिर्काउँछु अनि त्यही होइन साथीहरू यति नै छ मेरो कुराहरू त्यही पुरा साथीलाई भनौँ अब हजुरको पालोलाई हजुर भन्नुहोस् अब मेरो नाम चाहिँ सुल्का कालपट्यो अलिक ठुलो सरले भन्नुपर्छ मेरो नाम नमस्ते भन्नुपर्छ सुरुमा नमस्ते मेरो नाम चाहिँ सुल्का कालपट्यो मेरो बाबा चाहिँ विदेश जानुभएको छ मेरो बाबा मम्मी विदेश छ अब मलाई के पठाइदिनुहुन्छ पैसा पनि पठाइदिनुहुन्छ म कक्षा 3मा पढ्छु कक्षा 2मा पढ्छु अनि मेरो स्कुल नाम चाहिँ श्री कालिका आधारभूत विद्यालय हो हाम्रो घर चाहिँ कहाँ हो भन झापा होइन हाम्रो घर रानीटार उदयपुर रानीटार हो भन मेरो घर चाहिँ रानीटार हो म चाहिँ अहिले मामलामा मामालाई आएको छु अब मेरो घर चाहिँ रानीटार हो बाबा र मम्मीसँग जान्छु म रानीटार आउँदाखेरि होइन यतै बस्नुपर्छ ल झापामै बस्नुपर्छ बाबा मम्मीलाई यतै घर बनाउनु भनेर यतै बस्नुपर्छ ल सबो मेरो त बाबा मम्मी आउँदाखेरि घर बनाउनुहुन्छ राम्रो अनि सोफुहरूकोमा पनि यस्तै टेबल किनिन्छ नि यस्तै अनि म त खाजा पनि खान्छु अनि खेल्न पनि जान्छु अनि मजा आउँछ गुड गर्ल आज चाहिँ साथीहरू हाम्रो चाहिँ पुरा भद्रगुर भइरहेको भद्रगोल छ कोठाहरू पनि अब भोलि चाहिँ म बिहान छिट्टो उठ्छु अरू बेला 9-10 बजी उठ्थेँ भने भोलि चाहिँ म 7:30-8 बजीभित्र उठिसक्छु खुसीले साथीहरू त खुसीले म भने कि खुसी भएको बेला भने कति छिटो पो उठ्छु त हो होइन म चाहिँ त्यस्तो होइन काम छ त भोलि चाहिँ किनकि कोठाहरूको हालत कस्तो भद्रगोल भएको छ यता हामीले किचनमा यहाँ यता किचनको हालत पनि उस्तै भएको छ ल सब्जी छोपिन यो अनि यहाँनिर हेर्नु न यो खाटको हालत यस्तै छ नानी तिम्रो लुगा पनि त्यही रहेछ भोलि चाहिँ यो खाट पनि सफा पार्छु नयाँ त नछ्याउँछु अनि उतापट्टिको कोठाहरू पनि सब हेरिसक्नु छैन उतापट्टिको कोठाहरू पनि सफा गर्छु सरसफाइ गर्छु सरसफाइ सानक पार्छु अनि त्यसपछि रेडी कोही आउनुभयो भने पनि कति 4 कोठा भन्छन् होला हाम्रो त है सानो साथीहरू अब तपाईँलाई एउटा कुरा भन्छु ल भन न तपाईँहरूको अब यो टेबल कस्तो लाग्यो ल सब्सक्राइब गरिदिनु ल राम्रो लाग्यो भने राम्रो लागेन भने नगरिदिनु ल साथीहरू कस्तो छ भनेर कमेन्टमा भन्नुहोस् है साथीहरू प्लिज भन्नुहोस् है प्लिज 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 किन यस्तो टेबल यस्तो जाबो टेबल त जसकोमा पनि हुन्छ नि हुन्छ र हुन्छ हुन त हुन्छ तर यस्तो राम्रो छ साथीहरू मेरो दिदी बहिनीले दुःख गरेर लेखिदिनु भएको है साथीहरू दुःख गरेर
अझै काटेर कति दिन अब घाममा त के भन्छ पसिना पैसा उयो गरेर यत्रो टेबल किन्नु भएको छ र कुर्सी पनि भर्खर नै ल्याउनु भएको छ। कस्तो लाग्यो होला तपाईँहरूलाई साथीहरू कमेन्टमा भन्नुहोस् ल। प्लिज जरुर लाइक अनि सब्सक्राइब गरिदिनुहोस् होला है। कमेन्ट गर्नुहोस् है साथीहरू। यो भिडियो चाहिँ त्यस्तो साह्रो राम्रो चाहिँ भएको छैन किनकि हामीलाई त्यस्तो साह्रो भिडियो बनाउन नि आउँदैन नि त होइन। अनि पहिलोचोटि हो क्या यो चाहिँ, यो भ्लग चाहिँ मेरो पहिलोचोटि हो युट्युबमा जाँदैछ। अनि म चाहिँ अब टिकटकमा पनि कसैलाई पनि देखाउँदिनँ मैले यसरी भिडियो बनाउँछु भनेर, किनकि मलाई आफै लाज आएर हुन्छ। अनि साथीहरू तपाईँहरू सबैजनाले माया गरिदिनु होला। मेरो बुढा चाहिँ नुहाउन जानुभयो त्यहाँ दिनमा 3 चोटि, एनी टाइम दिनमा 3 चोटि चाहिँ मेरो बुढा नुहाउनै पर्छ होइन। उहाँको चाहिँ बानी नै भइसक्यो, जहिले बिहान गयो अनि दिउँसो एकछिन आयो नुहायो जायो आयो नुहायो अनि फेरि बेलुका खाना खाने बेलामा पनि नुहाउनुहुन्छ। अब चाहिँ हामी एकछिनमा खाना खाएर देखाउँछौँ है। ल साथीहरू अब चाहिँ हामी खाना खाँदैछौँ होइन। यहाँ सानोलाई मामुस्तेको छ, एउटीलाई पनि मामुस्तेको छ भन्दा पनि यसलाई चाहिँ फ्राई राइस हो, यसले चाहिँ माछा मासु केही पनि खाँदिनँ। अनि यता चाहिँ अघि ग्रेभीसँग मामुस्तेको छ खाँदैछिन्। मेरो यहाँ छ माम अनि यहाँ सब्जी यता भइगयो। ल साथीहरू गम खाऊ सानो। ल बाई बाई साथीहरू। आज चाहिँ भिडियो यति नै भयो, बिहानदेखिको अहिलेसम्मको भिडियो हाम्रो चाहिँ यति नै हो। ल बाई बाई भनिकिर्छु।